Good morning everyone. आज म यो एउटा प्रब्लम दुईटा मेथडबाट गर्न गइरहेको छु हेर्नु है त मेथड 1 बाट. मेथड 1 बाट कसरी गर्छु भने पहिले ब्र्याकेट खोल्छु 5 into x 5x 5 into 3 5 3 is 15 अनि यहाँ कति छ 25 छँदैछ. त्यस्तै गरेर यहाँ के हुने भयो त 5x छँदैछ. यो 15 लाई यता ल्याउनु पर्यो. 15 यो प्लस छ यता आउँदा के हुन्छ -15. त्यस्तै गरेर 5x equals to कति हुने भयो त 10 हैन. इट मिन्स x equals to के हुने भयो यहाँ 10 divided by 5. therefore the value of x भनेको कति हुने भयो त 2 हो किनभने 2 5 जा 10. त्यस्तै गरेर अर्को मेथड हेरौँ मेथड 2. मेथड 2 मा के छ भने सुरुमा ब्र्याकेट खोल्दिने. त्यसको लागि यो 25 5 यता आउँदा के गर्छ डिभाइड. अब हेर्नुस् त्यहाँ के हुन्छ x plus 3 equals to कति टाइम्स 5 कति टाइम्स 5 5 जा 25 हैन. त्यस्तै x छँदैछ यहाँ 5 पनि छँदैछ यो 3 यता आउँदा के हुन्छ -3. therefore value of x equals to कति छ 2. ल हजुरहरूलाई कुन मेथड सही लाग्छ कमेन्ट गर्नु होला.